सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको यो पहिलो बैठक मार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौं। हामीले आज सुरुवातकै दिन संकल्प गर्नु छ, हामी नागरिकमा नयाँ आशा र नयाँ विश्वास जगाउन सकौं। यो घडीमा म आह्वान गर्दछु सबैले एकबद्ध भएर 7 सालको क्रान्तिदेखि पछिल्लो जेएनजी विद्रोहसम्ममा जीवन गुमाउनु भएका सबै शहीदहरूलाई स्मरण गरौं, उहाँहरूका प्रति हार्दिक सम्मान व्यक्त गरौं। 46 को जनआन्दोलन, 10 वर्ष लामो सशस्त्र विद्रोह, 62-63 को जनआन्दोलन, मधेस आन्दोलन, थर्ड अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र आन्दोलनहरू, त्यस क्रममा भएका कैयौंको शहादतले आज एकमुष्ट ती सम्पूर्ण शहादतलाई आज एकमुष्ट स्मरण पनि गरौं। हामी एकै थलोमा भएर पनि भिन्न भिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहे पनि एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं र सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं अनि संकल्प गरौं अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। सम्माननीय सभामुख महोदय, फागुन 21 को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपल्ट फेरि अनुमोदित भएको छ। कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्यो। आज राजतन्त्रको पक्षमा रहेका मित्रहरू पनि यही संसदमा अट्नु भएको छ। कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्य सत्ता कब्जा गर्ने ऐलान गर्नुभएका श्रद्धेय कमरेड प्रचण्ड यहाँ उपस्थित हुनुहुन्छ। आज पनि यही संसदमा शान्त, भद्र र शालीनताका साथ बस्नु भएको छ। कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुहुन्छ। रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु। नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बने पनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र अझ सफल बनेको छ। यो घडी कांग्रेस पार्टीका प्रत्येक सदस्यले विशेष गरी सन्तोष व्यक्त गर्न मिल्ने घडी हो। म यति बेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्टरमा उभिएर स्मरण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेस निरन्तरतामा नवीनता भन्ने दृष्टिकोण राख्दछ। त्यसैले हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो, कि त अरूले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो। त्यस हिसाबले कांग्रेस जेएनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ। परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु। बीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरूपको रूपान्तरणमा
प्रवेश गरेको कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु। तर छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्याउन सकिएन। तर आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र व्यवहारलाई देशमा भएको परिवर्तन अनुरूप रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलको रूपमा हामी प्रष्ट छौं। अत यो घडी पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको लागि म नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। फागुन 21 मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका माननीय सदस्यज्यूहरूलाई पनि म यो घडीमा हृदयबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सभामुख महोदय, यो संसदले एक ढिक्का रहेर गर्नुपर्ने एउटा प्रधान काम भनेको नागरिक पंक्तिमा आशा र विश्वासलाई निरन्तर जगाउने र निरन्तर जोगाउने पनि हो। बितेको 35 वर्षमा देशमा केही पनि भएन भन्ने निराशाको भाष्य जनजनमा पुगेको छ, पुर्याइएको छ। यसलाई हामीले चिर्नु सक्नुपर्छ। बितेको 35 वर्षको अवधिलाई यसो फर्केर हेरौं त 10 वर्ष लामो सशस्त्र द्वन्द्व यही अवधिमा भयो। हजारौंको मृत्यु भयो, अरबौंको ध्वंस भयो। राजाले निर्वाचित सरकार भंग गरेर यही अवधिमा निरंकुश सत्ता चलाए। यही अवधिमा देशले दुई पटक भूकम्पको सामना गर्नु पर्यो। हजारौंको मृत्यु भयो अनि अरबौंको क्षति भयो। यही अवधिमा विश्वव्यापी कोरोना महामारीबाट हाम्रो देश पनि ग्रस्त भयो। त्यसले हाम्रो हजारौं आफन्तको मृत्यु भयो अनि मुलुकको अर्थतन्त्र पनि जोखिममा पुग्यो। यस्तो अनेक प्रतिकूलता र अनेक संकटका बीच पनि देशमा प्रगतिका केही काम भएका छन्। सभामुख महोदय, म मेरै गाउँका र तपाईहरु सबैको गाउँका आदरणीय आमा बुबा, दिदी बहिनी, दाजुभाइहरूलाई यहीबाट आग्रह गर्न चाहन्छु। यही रोस्टमबाट म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यसो सोच्नुस् त, गाउँमा आएको बाटो 46 सालको परिवर्तनपछि आएको हो कि होइन? टुकी र दियालोमा बाँच्न अभिशप्त जिन्दगी पछिल्लो चोटि आज बलेको, घर घरमा बलेको बिजुली यही अवधिमा जोडिएको होइन र? हिजो भन्दा आज धेरै गाउँका धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यही अवधिमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको होइन र? गाउँमा दुःख सुख खुलेका स्वास्थ्य चौकी अनि बीमाको नीति के यही अवधिमा सुरु भएको होइन र? अनि म सोध्न चाहन्छु दुर्गम गाउँको पनि हातमा पुगेको सञ्चार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही सुरुवात भएको नमुना हो? म सोध्न चाहन्छु बैंक, वित्तीय संस्थाहरू, एयरलाइन्सहरू, सञ्चार माध्यमहरू लगायतका निजी क्षेत्रको यत्रो विस्तार के यही अवधिमा देशले गरेको एउटा प्रगति होइन र? हो, यो भन्दा बढी हुन सक्दथ्यो, हुनु पर्दथ्यो। तर एकातिर अनेक प्रतिकूलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन। यसप्रति हामी आत्मआलोचित छौं। म विनम्रतापूर्वक यो शब्द फेरि दोहोर्याउन चाहन्छु, यसप्रति हामी आत्मआलोचित छौं। तर जो भए ती सबै हामी सबैको प्रयासले भएको हो। अर्थात् केही पनि भएन भन्ने निराशाको सत्यको जगमा उभिएको छैन सभामुख महोदय। अर्थात् केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन। हामीले भएको कुरा नागरिकलाई बुझाएर गर्न बाँकी धेरै कामहरू पूरा गर्ने संकल्प गर्नु छ। यो संसदको त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अगाडि जानु छ। सम्माननीय सभामुख महोदय, आज हामी यहाँ यो बैठक बसिरहेका छौं। म बडो विनम्रतापूर्वक यो शब्द फेरि दोहोर्याउन चाहन्छु। आज हामी यो बैठक यहाँनिर बसिरहेका छौं। तर यो
बैठक बसेको यो भवन हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ 24 गते खरानी भयो। त्यो बेला खरानीलाई सम्झौं अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकि भविष्यमा यो देशलाई खरानी बनाउने कोही अघि नसरुन्। सभामुख महोदय, किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? हस् हस्, किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। भदौ 23 र 24 दुई दिनका घटनालाई एक एक केलाउन जरुरी छ। कसैले 23 गतेको घटना देख्ने, कसैले 23 गतेको घटना देख्ने 24 को नदेख्ने, कसैले 24 को ध्वंस देख्ने, कसैले 24 को ध्वंस देख्ने 23 को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म 23 गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो, तर 24 को घटनाको अनुसन्धान भ्याइएन भनेर भन्यो। यो कस्तो तरिका हो? यो कस्तो तरिका हो? पटक पटक समय थप्ने तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न। नयाँ प्रधानमन्त्रीजीलाई श्रद्धेय सभामुखज्यू मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने? प्रधानमन्त्रीज्यू, म आग्रह गर्न चाहन्छु सरकारले सूझबुझपूर्ण ढंगबाट कानून र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको पार्टी हो। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं। अन्तमा सम्माननीय सभामुख महोदय, जेनजी विद्रोह जस्तै विद्रोह र विस्फोट भविष्यमा हुन नदिन हामीले साँच्चै नयाँ र दूरदर्शी ढंगले सोच्न र काम गर्न जरुरी छ। किनकि बितेको 75 वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार 5 वर्षको शासन गर्न सकेनन्। म सोध्दिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ, म सोध्दिन। बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु। तपाईलाई देशका लागि राम्रो गर्न हाम्रो प्रष्ट साथ रहनेछ। तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए हाम्रो खबरदारी गरेर अघिल्तिर हुनेछौं, यो पनि म यहाँ राख्न चाहन्छु। हामी चाहन्छौं नयाँ संसद र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्रमा समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस्। र अन्तमा एसईई परीक्षा दिइराखेका विद्यार्थीहरूलाई शुभकामना दिँदै म सरकार, संसद र सबै राजनीतिक दललाई ध्यान आकर्षण गराउन चाहन्छु। ती विद्यार्थीको सफलता तिनले उत्तर पुस्तिकामा के लेख्छन् भन्नेमा मात्रै होइन, हामी अब संसद र सरकारमा रहेर के गर्छौं भन्नेमा तिनको जिन्दगीको सफलता या असफलता छ। हामी काम गर्दा तिनै किशोर किशोरीको भावना र भविष्यलाई केन्द्रमा राखेर काम गरौं। म त्यो आग्रह गर्दै नेपाली कांग्रेसका तर्फबाट सबैलाई फेरि पनि सम्मान गर्दै निर्वाचन सम्पन्न गराउन निरन्तर दृढ साथ दिने सम्माननीय रामचन्द्र पौडेलज्यू, नेतृत्व गर्ने श्रद्धेय सुशीला कार्की र उहाँको नेतृत्वको सरकार अनि अहरात्र खटेर निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सबै सुरक्षा निकाय, निर्वाचन प्रहरी र सबै आदरणीय पत्रकार मित्रहरूमा श्रद्धा प्रकट गर्दछु। धन्यवाद। जय नेपाल। माननीय